पैसै चाहिएको हो, पैसा चाहिएको हो भने त उसले भने जस्तो उसको बाबाले पनि पैसा दिन्छ, कानुनीमा जाने त तिम्रो लागेको खर्च उसले दिन्छ त। अहिले तिम्रो माग के छ, तिम्रो डिमान्ड के छ, त्यसलाई जसरी भए पनि रिपोर्ट गर्नु पर्यो। मलाई बरु त्यो चाहिएन। अझ हतगडी लगाएर खुट्टामा साङ्ला बाँधेर अम्म तिमीलाई कति साह्रो त्यो रिभेन्जको भावना देखियो त यसमा त। एउटा बेस्याले अर्को बेस्याको बचाउ गर्दैछ यहाँनेरि। त्यत्रो 4-5 वर्षसम्म चाहिँ प्रेम सम्बन्धमा बस्ने अनि बिहे गर्ने है, अब दुनियाँलाई देखाएर अनि बिहे गर्ने, सम्बन्धमा गाँच्ने, अनि बिहे गरिसके पछाडि अनि मलाई पैसा हाल्दियो, सपोर्ट गर्थ्यौ, म यो ठाउँमा जान्छु उ ठाउँमा जान्छु, पैसा पढ्छु, पैसा कमाउँछु भनेर चाहिँ अब आश्वासन दिने, अनि भगो नभगो अब पैसा खर्च गरेर हालेर दुःख गरेर ल गरोस् न त भनेर धेरै कम हुन्छ यस्तो लोग्नेहरू कि आफ्नो बुढी बिहे गरिसकेपछि आफ्नो बुढीको प्रगति चाहने यस्तो लोग्नेहरू धेरै कम हुन्छ। तर त्यो मान्छेले चाहिँ यतिसम्म गर्यो कि भगो नभगो पैसाहरू त्यत्रो खर्च गरेर गइसकेपछि गरोस् न त भनेर अनि सर्लक्क विदेश गइसकेपछि चाहिँ अरूसँग रमाएर बस्ने, अरूको अँगालोमा गएर बस्ने, अनि त्यहाँबाट आफ्नो घर परिवारसँग नबोल्ने, सम्पर्कमा नबस्ने, अनि मलाई कुन नगर भन्ने ब्लक गरेर बस्ने, तनाव, मानसिक तनाव दिने, टर्चर दिने, अनि त्यस्तो गरिसके पछाडि अनि त्यस्तो बेस्या आइमाईलाई अनि त्यहाँबाट हतकडी लगाएर नल्याएर अनि त्यस्तोलाई चाहिँ फुलमाला लगाएर चाहिँ बधाई छ तिमीलाई राम्रो काम गरिस् भनेर बधाई तथा शुभकामना दिएर चाहिँ ल्याउनु पर्ने त्यसले त हतकडी मात्रै लगाएर ल्याउनुपर्छ, डिपोर्ट गर्नुपर्छ मात्रै भने त्यसलाई त मुला काटे चाहिँ काट्नुपर्ने हो, छप्काउनु पर्ने हो। सुन्या होला नि अहिले त्यस्तो न्युजहरू कि बुढाले बुढीको च्वाट्टै घाँटी छिनालेर प्लास्टिकमा हालेर झोलामा हिँडेर सडकमा बोकेर हिँडिरहेछ भनेर त्यस्तो गर्नुपर्ने हो। त्यो किन गर्छ थाहा छ? हो यस्तै कारणले, यस्तै गरेको कारणले गर्दाखेरि। अनि पैसा माग्दैन त, पैसा माग्दैन, माग्नु परेन। अब सम्पर्कमा नबसिसकेपछि अनि सम्पर्कमा नबसिसकेपछि अरूको अँगालोमा गइसकेपछि अरूको अँगालोमा बसेर फोरी खिचिसकेपछि अरूसँग सुतेर हिँडिसके पछाडि मानसिक तनाव दिएपछि त्यत्रो खर्च गरेर पठाएको कमसेकम अब नहुने, यसै नहुने त्यसै नहुने अब भएपछि त अनि पैसा ल्याऊ भन्नु परेन हो। यस्तै खालको आइमाईहरूलाई हो क्या, यस्तै खालको यो बेस्याहरूलाई हो नि त, चट्टै घाँटी छिनारेर प्लास्टिकको झोलामा हालेर बोकेर हिँड्नुपर्ने यस्तोहरूलाई हो क्या।